हेलो नमस्ते शुभ प्रभात। हामी छौँ अहिले सुन्दर मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा। अबको केही क्षणमा CWCL लिग 2 को यो दोस्रो फेज रहेको छ, जहाँ स्कटल्यान्ड, युएसए र नेपालको बिचमा प्रतिस्पर्धा हुन गइरहेको छ। त्यसको भन्दा अगाडि नेपाल एले प्रतिस्पर्धा गर्नेछ वार्म अप म्याच स्कटल्यान्ड विरुद्ध मूलपानी क्रिकेट ग्राउन्डमा। हामी आइसकेका छौँ र अब केही क्षणमा यो प्रतिस्पर्धात्मक खेल सुरु हुन गइरहेको छ। नेपाल ए होस्ट टिम रहेको छ भने भिजिटर साइड रहेको छ स्कटल्यान्ड र गजबको प्रतियोगिता, गजबको प्रतिस्पर्धा रहेको छ। योभन्दा अघिल्लो फेजमा नेपाल एले ओमान विरुद्ध दुईवटा वार्म अप म्याचेसहरू खेलेको थियो, जहाँ एकमा जित दर्ता गरेको थियो भने एकमा हार बेहोरेको थियो। अब भने दोस्रो फेजमा आइसकेका छौँ र नेपाल एले स्कटल्यान्ड र युएसएसँग वार्म अप म्याचेसहरू खेलिन्छन्। CWCL 2 क्रिकेट वर्ल्ड लिगको 2 को यो दोस्रो फेजमा छौँ र पहिलो वार्म अप म्याच रहेको छ आज स्कटल्यान्ड विरुद्ध नेपाल एले भिड्नेछ भने युएसएसँग पनि वार्म अप म्याचेसहरू रहेको छ। दुईवटा स्कटल्यान्डसँग र दुईवटा युएसएसँग भिड्नेछ नेपाल एले। निकै रोमाञ्चक प्रतिस्पर्धाहरू हामी हेर्न सक्नेछौँ र कृपया दर्शक महानुभावहरू, क्रिकेटलाई माया गरेर हेरिराख्नुभएका दर्शक महानुभावहरूलाई मेरो हार्दिक अनुरोध छ, यो म्याचेसहरू, आउने म्याचेसहरू पनि कृपया उत्तिकै माया दिनुहोला। म्याचेसहरू हेरेर हामी काष्ठमण्डप टेलिभिजनबाट लाइभमा छौँ नै र काष्ठमण्डप टेलिभिजनले सम्पूर्ण वार्म अप म्याचेसहरू नेपाल एले जुन ओमान, स्कटल्यान्ड र युएसएसँग खेलिरहेको छ त्यसको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टेलिभिजनले पनि गरिरहेको छ। यो रहेको छ कमेन्ट्री बक्सको स्ट्यान्ड यहाँ रहेको छ।